आज हामी गएका थियौँ धरान 10 सैनिक चोक देउराली रेस्टुरेन्ट एन्ड क्याफे 1.5 टनको एसी फिटिङ गर्नको लागि जुन हाम्रो एसी रहेको छ हुन्डाई कम्पनीको एसी रहेको छ। अघि नै हामीले आएर चाहिँ कभरहरू चाहिँ अनबक्सिङ गरिसकेका थियौँ आउटडोरको चाहिँ। अब हामी यो इन्डोर अनबक्सिङ गरेर यसलाई फिटिङ तर्फ लाग्नेछौँ। कभरहरू खोलेर अब हामीले फिटिङको तयारी गर्दैछौँ कार्टुनबाट अनबक्सिङ गरेर। यसको प्लेट रहेको छ जुन ह्याङ्गिङ यसमै हुन्छ। हाम्रो एसी इन्डोर युनिट मार्किङ गर्दैछौँ। एसीको पाइपको लागि दुईटा पाइप हुन्छ, एउटा ग्यास पाइप, एउटा डिस्चार्ज, एउटा हुन्छ सक्सन। हाम्रो भाइले दुलो बनाउँदैछ होल गर्नको लागि पाइप निकाल्नलाई, पानीको पाइप र ग्यास पाइप। हाम्रो इन्डोर युनिट फिटिङ हुन आँटिसकेको छ। अब पाइपहरू कसेर जोडाउनलाई मात्र लक गर्न मात्र बाँकी रहेछ। पानीको पाइपहरू सबै जोडिसकेको छौँ हामीले। अब आउटडोर युनिटको पनि एङ्गलहरू सब ह्याङ्गिङ गरिसकेको छ। अब पाइपहरू पनि छिराएर टाइट फिट भइसकेको छ, बाहिर खस्न मात्र बाँकी छ। आउटडोर पनि फिटिङ भइसक्यो। पानीको पाइप पनि निकालिदिइसक्यौँ अब हामीले। अब भित्रबाट हेर्न सक्नुहुन्छ अब कस्तो देखिएको छ पहिलेको एसी। यसरी फेरि अब एसी फिटिङ गरेपछि भ्याकुम चाहिँ अनिवार्य गर्नुपर्ने हुन्छ, किनकि ग्यास पाइपमा भएको हावालाई बाहिर निकालेर फाल्नुपर्ने हुन्छ। त्यस कारणले नत्र कुलिङमा समस्या आउँछ। अहिले अब फिटिङ भइसकेर एसी चालु पनि भइसक्यो। अब हाम्रो मजाले चिसो गरिरहेछ। बाहिर पनि हेरौँ एकचोटि के कस्तो छ। बाहिरको यसरी फिटिङ भएको छ 1.5 टनको हुन्डाईको यो एसी चाहिँ।